साथीहरू हेर्नुहोस् है, आज मैले तपाईँहरूलाई पञ्चधातु बनाउने ठाउँ भिजिट गराउँदैछु। राम्रोसँग हेर्नु होला। हेर्नुहोस् त कसरी बनाउँदो रहेछन् पञ्चधातु। हेर्नुहोस् कस्तो राम्ररी त्यो दिदीले गराउँदै हुनुहुन्छ, यता दाइले गराउँदै हुनुहुन्छ। ब्रासलेट औँठीहरू, यो चाहिँ मेरो एकजना साथीले अर्डर गरेको पाइरेटको ब्रासलेट हो। यो सबै पञ्चधातुको सामानहरू है साथीहरू। तपाईँहरूलाई पनि पञ्चधातु प्योर पञ्चधातुको सामानहरू चाहिन्छ नि अर्डर गर्न सक्नुहुन्छ। हामी कारखानामै गएर बनाएर तपाईँहरूलाई पठाउँछौँ। हेर्नुहोस् त कस्तो राम्रो राम्रो औँठीहरू छ। यो औँठी चाहिँ एकदम राम्रो छ साथी। हेर्नुहोस् त झर्कनै झर्कन ब्रासलेटमा स्टोन हाल्दै हुनुहुन्छ साथीहरू। मैले चाहिँ भिडियो बनाइरहेको छु है। स्टोन हालिसकेपछि उहाँले चाहिँ सिक्री लगको लागि जोड्दै हुनुहुन्छ। उता मैले चलाइरहेको छु। यो सबै पञ्चधातुको सामानहरू है। हेर्नुहोस् है, सबै साथीहरूले हेरेर थाहा पाउनुहुनेछ। यो औँठी चाहिँ मेरो साथीको। अब दाइले यता बनाइसकेपछि उता दिदीले मेसिनमा पनि सफा गर्नुहुन्छ। मेसिनमा सफा गरिसकेपछि अनि दाइले फेरि केमिकल हालेको पानीमा सफा गरेर अनि ड्रायरमा सुकाउनुहुन्छ। अनि त्यसरी गराएपछि पञ्चधातुको सामानहरू रेडी हुन्छ साथीहरू। हेर्नुहोस् है कस्तो राम्रो देखिएको छ। थ्याङ्क यू साथीहरू। तपाईँहरूलाई पनि चाहिन्छ भने भन्न सक्नुहुन्छ। हामी कारखानाबाटै बनाएर तपाईँहरूलाई पठाउने